पूरा भिडियो हेरेर कमेन्ट गर्नु होला अनि लाइक शेयर सब्स्क्राइब पनि गर्नु होला। हेलो एभ्रिवान, वेलकम टु माई यो चाहिँ फुल भिडियो, किनकि आज चाहिँ म नेपालीबाट बनाउँदैछु। मिनी ब्लग चाहिँ इङ्ग्लिसमा आउँछ, किनकि आज चाहिँ यो चाहिँ भिडियो हिजोको हो। मेरो भाइ आउँदै थियो जापानबाट नेपाल, अनि हामी चाहिँ एक्साइटेड हुँदै भाइको प्रतीक्षामा थियौँ, किनकि अब एकैछिनमा भाइ आउँदैछ, त्यसैले हामी भाइको प्रतीक्षामा हेर्दैछौँ। अनि भाइ केही मिनेटपछि आउँछ। मेरो भाइको कुरा सुन्नु। वर्षपछि यहाँ जापान टु नेपाल वेलकम गर्नको लागि हामी एकदम यहाँ खातामाला रेडी पारेपछि यहाँ त अनि पानी परेकै छैन त, खाता किन ओडे पढ्न मन लाग्यो। दाइले यहाँ छाताबाट सधैँ लानुपर्छ नि त। हामी चाहिँ यहाँ खातामाला साइड रेडी छौँ, कुन बेला आइपिने हो दाइ? लेट्स सी गाइस, यता देखाउनु त। यता आइपुगेपछि हामी त अनि यहाँ चाहिँ हामी भाइको प्रतीक्षामा थियौँ, प्रतीक्षालयमा वेट गरेर बसिरहेको थियौँ। यहाँबाट चाहिँ केही सेकेन्ड पर हाम्रो भाइ आउँदै। के चाहियो अरे? मलाई केही चाहिएको छैन, केही चाहिएको छैन। यहाँ दाइ चाहिँ कुन बेला आउने हो? भोकले मर्न आँटिसक्यो। गाइस यो पर्दा पछाडि मान्छे सेम अनि डिफ्रेन्ट हुन्छ, यु नो। अनि यहाँ चाहिँ यहाँ के हटकर गर्दैछ मेरो भाइलाई देख्न सक्नुहुन्छ, किनकि दाइको वेटिङमा छ। दाइलाई लगाइदिनु पर्ने मैले ल्याएको खाता उसले लगाइदिने अरे। अनि यो चाहिँ दाइलाई वेटिङमा छ, किनकि यो जाँदाखेरि कति सानो थियो, अहिले आउँदाखेरि कति ठुलो भएछ। म भिडियो फोटो पनि राखिदिन्छु, अनि हेर्दै गर्नु होला। हामी चाहिँ प्रतीक्षामै थियौँ, अनि यहाँ गफ गर्दैछ, आमासित गफ लाउँदै। अब यहाँ भाइको पनि इन्ट्री भयो। एकैछिनपछि अङ्कल नै आउनुभयो, किनकि यहाँ भाइलाई लिनलाई। अनि केही छिनपछि आउँदैछ यहाँ भाइ पनि। लगभग भाइ पनि आइसक्यो र उता अर्को भाइ पनि, जापानबाट आउने भाइ पनि आइसक्यो। अब इन्ट्री चाहिँ कस्तो हुन्छ हेरौँ है त। लुक्सी कतिको एक्साइटेड हुनुहुन्छ? आर यु रेडी एभ्रिवान? हेर्नु है त सबैजना इन्ट्री कस्तो। ओहो ओहो, यहाँ हेलो, मैले चाहिँ यहाँ भिडियो फोटो बनाउँदैछु, अनि मैले पनि भेटिसकेँ, तर मेरो चाहिँ भिडियो बनाइनँ, किनकि मलाई चाहिँ भिडियो बनाउनु मन लाग्यो। मेरो भाइले चाहिँ यहाँ भिडियो बनाइदिनु, दिदी फोटो खिचिदिनु भने भएर फोटो भिडियो सहित खिचिदिएँ। अनि थ्याङ्क यू सो मच गिफ्ट दिएकोमा। यो चाहिँ मलाई मात्रै हो है, ओन्ली फर मी। अनि अरूलाई चाहिँ दिइसकेका छन्, अरूले खाइसके। थ्याङ्क यू फर भाइ। सबैजनाले भिडियो हेरिदिनु होला। कस्तो लाग्यो मन परेमा अर्को भिडियोमा म भाइसहित भ्लग बनाउने छु। ओके बाई।